पाथिबाट देवी हामीहरूको नाम चाहिँ यहाँ छ दिनेको नामहरू फुलै फुलको बगैँचामा मेरी माया गाह्रो भयो क्या हो चाहिँ यहाँ यसको चाहिँ यहाँ हँसा गाह्रो छ मलाई त वाट्सएप रिपोर्ट इट्स योर भोइस अमित ब्याक टु अगेन विथ द न्यू भ्लग फ्यामिली सो आजको भ्लग चाहिँ के छ भन्दाखेरि होइन आज चाहिँ के छ अरे पूजा यस अनि यहाँ अल्लाहहरूकोमा चाहिँ होइन देवी मन्दिर उत्रेको छ अनि त्यही भएर चाहिँ के भएको तिमीमा त नाम त्यही हो लामो साइली देवीमा त पाथिबाट साइली त्यही अहिले तिमीलाई नाम देखाइन्छ त्यही हेर्नु अनि अब चाहिँ हामी कहाँ गएको भन्दाखेरि चाहिँ अब चाहिँ हामी चाहिँ निम्तो बाँड्न गएको होइन त्यत्तिकै हल्लिँदै हिँडेको अस्तिदेखि बाँड्दै गरेको पिजी भएको थियो त्यही भएर चाहिँ नभएर चाहिँ फेरि अनि आज जाँदै गरेको यो म अनि अलिअलि आउँदै हुन्छ पछाडिबाट अघि भाइ आएको थियो अनि त्यही भाइले पुऱ्याउनु जानुभयो त्यही हो त्यहाँ जाँदै त्यहाँबाट आउनुहुन्छ अनि निम्तो बाँड्न जाने लेट्स सी हेरौँ होइन कता कता छ पिताहरूकोतिर छ भन्ने हुन्थ्यो अहिले चाहिँ रमाइलो छ भ्लगहरू होइन लाइक सेयर सब्सक्राइब गरेर आफ्टर भेरी भेरी लङ टाइम भ्लग आएको छ होइन यसो सपोर्ट गरेर डिमोटिभेट नगर मैले गरेर म थिइनँ भने यो भ्लग पनि आउँदैन थियो अब जिम पनि जानुपर्ने छ होइन जिम गएको पनि भ्लग आउँछ छिट्टै आउँछ भ्लग किनकि यो भिडियोको के भन्छ नि क्यामेराम्यान मै हो अब यसले क्यामेराम्यान हल्का फुल्का क्यामेरा बनाउँछ तर घाम यति धेरै छ नि म हप्सी भइसक्यो क्या अन्त चाहिँ ऊ पछाडिबाट आउँदै हुनुहुन्छ अनि यहाँनिर चाहिँ बाटो बनाउँदैछ क्या यो यो बाटो बनाएको होइन हामी आउँछौँ भने अलिकति स्मोकिङ गरिदिएको यहाँ होइन त्यहाँबाट निकाल्दैछ अब धुलोहरू चाहिँ अरे यसले त हँसाउँछ त नि भरे आन्ध्र भुँडी निक्लिने गरी पड्काउँछ स्मोकिङ हेर स्मोकिङ पछाडि गरी होइन यसले धेरै सिगरेट खाएर यत्रो धुवाइ बनाइदिएछ बाटोभरि अनि यो भाइले चाहिँ गाजा ठिसेर सक्छ त कसैले सक्दैन नि फेरि घर बेलुका जागरण छ अनि भोलि देवी मन्दिरको उद्घाटन छ जागरण छ ए यति बजी जाइन्छ नि त छिमेकी भएपछि ए यता हुनुहुन्छ अघि उता बाटोमा जाँदै गएको देखेको यति चाहिन्छ क्या मान्छे जोस् यहाँ चाहिँ मान्छेहरू रहेछ त्यही भएर हामी चाहिँ त्यहाँ भन्न गइदिएको फुलै फुलको बगैँचामा मेरी माया स्वर मिलाउने के थियो गीतै बेसी हल्का भए पनि राम्रै छैन यति फुल नलगे त यहाँ केटी पटिन्छ र अब कता जानु म यहीँ बसिदिएको ल अरे यतिको चाहिन्छ कन्फिडेन्स ल दियो दाइ आउनु त बाहिर अरे यो घरको मान्छेको अरे चुजा लगाइ चाहिँ भन्नु जाँदैछ अनि भोलि अनि के भन्छ त्यसलाई उद्घाटन चाहिँ आउनु ल यो त अनि थर्कै बोलाउँछ त त्यही त थर्कै आउनु ल आउनै पर्छ भन्न फेरि यसले त हँसाउनै रहेछ त साइज पड्को चाहियो अब चाहिँ निम्तो चिम्तो चाहिँ बाँडिसकेको सिंहको मूर्ति लिन जान आँटेको होइन अनि यहाँ चाहिँ 5वटा चाहिँ मूर्ति ल्याइसकेको छ अनि त्यही हो यति घाम छ नि बाहिरमा फ्याक भइदिएको क्या घरै पछाडि पानी माग्दै होइन खाँदै चिसो पानी खाँदै हिँडेको यही हो क्या निम्तो बाँड्नेको फाइदा चाहिँ चिसो पानी खान पाइन्छ अनि ल फेरि त घर पुगेर भेटमा छ अनि सामानहरू पनि लिन जानुपर्ने छ भरे केही गरेको छैन क्या भर्खर निम्तो चाहिँ बाँडिसकेको छ चाहिँ हामी यहाँ बास लिन आएको छौँ जङ्गलमा मङ्गल बनाउनु भएको छ अन्दा चाहिँ ऊपर भतिज ऊपर पाज हुनुहुन्छ अनि यता पाज हुन्छ हामी चाहिँ यहाँदेखि 10वटा बास लग्न आँटेको होइन लिङ्गो सिङ्गो खाने अनि त्यसरी बस्नको लागि पनि बनाउन आँटेको छ होइन टेन्ट तान्नको लागि त्यही हो लाइट्सको हेर्नु रमाइलो छ लाइक सेयर सब्सक्राइब गर्न नबिर्छ आफ्टर भेरी लङ टाइम भिडियो आएको छ यहाँ चाहिँ आज अब छिल्ले हुन्छ त्यो छिल्लेको चाहिँ लिएर जाने अन्त चाहिँ पर बास हेर्न जाँदै हुन्छ ऊ पर पाजभित्र छिर्नुभयो अनि त्यसलाई चलिदिने अब हामी चाहिँ लेट्स गो गाइज अब चाहिँ बास लिएर जाँदै गरेको होइन पाजुले 2टा अन्लाले 2टा मैले 2टा ठुलो बाजुले चाहिँ एउटा बोकेर हिँडेको स्याल हुनेमा के अरे यार अनि अब ल्याउने अब गाड्नुपर्ने छ कता कता गाड्ने होइन लेट्स सी लेट्स गो बास लिइसक्यौँ
अनि अब उतापट्टि गर्नुपर्ने छ यो मन्दिर होइन तिमीलाई अहिले मन्दिरको टुर देखाउँछु ल चिजमा ठेकदारले यहाँ काम गर्दै हुन्छ सबैजनालाई ठेकदार चाहिँ फेरि अराउने मात्रै सबैजनालाई फेरि केही काम गर्नु छैन नि ल ल ठेकदार त अराउने मात्रै नि सबैलाई यो पनि काम गरेर जानुभयो होला सबैजनालाई इन्जिनियर अनि इन्जिनियर अलिक देखाइदेऊ न जुम गरेर देखाउँ अलिक जुम पुरा लाइट क्यामेरा इन्जिनियर अनि अरू ठेकदार चाहिँ को सबै हेल्पर निकालिदिएको सबै हेल्पर हो अर्को नि हाम्रो भक्कै फेरि जान त पनि ठेकदार भित्र गइसके त बाउको बिटा त थाम्न बाउ ठेकदार त बाउको पोस्ट चोर्नु त लेबर पो त अहिले खन्नुपर्छ अनि यहाँ खन्नु त्यहाँले त चारको खन्नु लाउनु छ जानुपर्छ ठेकदार भन्छ कि चारको खन्नु लाउनु छ यसको त काम त्यही हो त सो गाइस यहाँनिर चाहिँ अब यो पार्टीहरू छ प्याटी भन्दा नै खानेकुराहरू यहाँ छ रक्सीहरू यहाँ छ कोक क्रेट छ कोक हट नहुँदैन चाया देखियो यो के हो यो चाहिँ अलि के हो यो ए डम्बरू सम्बरू रहेछ जटा बलम्ब ए छैन पक्रिन मजा त यसलाई सक्दो रहेछ उहाँखेरि अब माग्दैन त्यही हो अनि यहाँ गिलासहरू चाहिँ सबै युज एन्ड थ्रो चलाउने भन्दै हुन्थ्यो चम्चीहरू गिलासहरू यहाँ थालहरू अनि त्यसै चाहिँ तेलहरू छ गिलासहरू छ यति नै छ अनि अब खानु गुइनी हाई भन्न त आई लभ यु भन अहिले भन्न आई लभ यु गुड अब चाहिँ हामी यो टाङ्नाहरूको यो अन्त कस्तो कस्तो जमाना आइसक्यो होइन रेडिमेड आइसक्यो यार यो पनि यो चाहिँ मन्दिर 5वटा मूर्ति छ गणेशको कालीको अनि त्यो दुर्गाको देवीको अनि शिवको फेरि दुईवटा मूर्ति फेरि लिन जान आँटेको होइन कहाँ छ हनुमानको चाहिँ गणेश त्यही अनि यहाँ चाहिँ दाजुभाइहरूले दिनेको नामहरू विष्णुकुमार श्रेष्ठ पढ्नु होला सबैजनाले यहाँनिर एउटा 0 थप्नुपर्ने छ यहाँ 0 थियो मेटाइदिएको छ धामीहरूको नाम चाहिँ यहाँ छ होइन हेर्न सक्नुहुन्छ तिनजना धामीको नाम अनि अब त्यही हो अब यो टाङ्ने भाइ तिमी कहाँबाट आएको थोप्रा न थोप्रा सुस्तेको थोप्रा जन्तराजा केही परिचय हाम्रो उयो मन्दिरलाई मन्दिरमा केही भनिदिनु मन्दिरमा मन्दिरको शुभकामना राम्रो होस् सबैले फलिफाल अलिक साह्रो भन्नु न सबैले राम्रो होस् मन्दिर सबै दुनियाँ हामी देखिँदैन सबैको 40 जना हामी पनि परौँ भन्नु न यता चाहिँ के लिएर छ अनि यता छ यता चाहिँ यस्तो बुट्टा हानेको छ अनि यो छ होइन छ अनि यहाँ चाहिँ मूर्तिहरू छ अनि यहाँ पनि त्यस्तै छ अनि यता चाहिँ भगवती माताहरूका यो चाहिँ के नामहरू छ क्या अरू यो मन्दिर बनाएर तपाईँलाई कस्तो लागिरहेछ किन लागिरहेछ है सो अब चाहिँ यो यस्तो लगाएपछि भेट्दिउँ ल त्यही मुनि रियलमा रमाइलो भइरहेछ नि होइन भरे चाहिँ रातभरि बस्नुपर्छ है अब हामी चाहिँ यो सक्न आँटिसक्यौँ यो माथिको लेयर लाइम अनि यो लाइम अनि भित्र लाइम अब यो लाउँदैछौँ अब चाहिँ यो चाहिँ यस्तो भएन फाइदा लुक यो चाहिँ घन्टी चाहिँ अब टङ बजाइदिनु पर्ने हुन्छ अनि यहाँ चाहिँ छ मूर्ति अहिले म चाहिँ अहिले यहाँ दमक आइसकेँ होइन पाटाजुङ्गी यहाँदेखि चाहिँ हामीले चाहिँ के लग्न मूर्ति लग्न आँटेको मैले अघि भनेको थिएँ होइन 5वटा मूर्ति चाहिँ लगिसकेको छ अब 2टा मूर्ति लग्नुपर्ने छ भनेर अनि यहाँबाट लग्ने 2टा मूर्ति लग्ने अनि एउटा गमला लग्नुपर्ने छ होइन तिमीलाई मूर्तिहरू देखाइदिएला कस्तो कस्तो पाइन्छ यहाँनिर यहाँ मूर्तिहरू अनि यो चाहिँ तुलसाहरूको मोडको लागि रहेछ यहाँ शिवजी पार्वतीको लक्ष्मीको अनि त्यहाँ छ शिवजीकै अनि त्यहाँ वेलकमहरूको हुन्छ सबैको छ अङ्कलले चाहिँ होइन 9000 लेख्नु भनेमा 900 रुपियाँ लेख्दैछन् त्यही भएर मुमै भयो अब हामी चाहिँ सिङ्गको लगाउनु आँटेको भित्र लेट्सको सिङ्गको भनेको चाहिँ यो बाघको छेउछेउमा राख्नको लागि 2टा यो लग्न आँटेको सानो यो लग्न आँटेको हाम्रो चाहिँ 2टा अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कलर सलर गरिसकेको छ रावण हेर्नुहोस् भति चाहिँ डिस्काउन्ट गरिदिन्छ एकछिन निक्लिनु भएन अङ्कल के चाहिँ
बाहिर निक्लिनु न फेरि कहाँदेखि निक्लेको हाततिर हिँड्नु अब चाहिँ हामी चल्दिनु लागेको पाजुले चाहिँ चुना लगाइहाल्नु दुइटा यो गमला चाहिँ बिचरा हाँस्यो हुन्छ हल्लिन्छ है दुइटा सिङ्गको दुइटा गमला दुइटा जुलुसी त्यही हो अनि अब हामी चाहिँ चल्दिनु आँटेको अब जाने होइन ढिलो भइसक्यो यार हामी आएको कति 2-3 घन्टा भइसक्यो जान अझै 1 घन्टा लाग्छ कता बस्नु तपाईँ कता बस्ने अन्त जाऊ तपाईँ कता बस्ने अन्त कता यता पुच्छर भर्छ होला गाह्रो भयो के हो यसो भने तपाईँ अगाडि बस्नु त म यता बस्छु अगाडि बस्नु त अगाडि बस्नु मिल्दैन यहाँदेखि हामी चाहिँ पेट्रोल लगाउनु आँटेको 1000 रुपियाँ हो बिर्को खोइ यहाँ पनि छ त एउटा बिर्को गाह्रो छ यसो बसिरहेको कस्तो कालो देखेको यार कुन चाहिँले चाहिँ यहाँ यसको चाहिँ यहाँ हँसा गाड्दै छ यता आउनु त उताबाट हँसै गाड्दैछ यार कुन चाहिँले सो गाइस यहाँनिर हाम्रो ठेक्डाले बाइक कुदाउँदै चारमा कुदाउनु अब त कुद्छ जाने होइन होला त अब त 3 मा हाल्नु न अझै बढाउनु त 1 मा कुदाएर यति नै हो अरे त्यही हो नि 2-3 चोटि पम्प हालेर नि 3 गियरमा ब्रेक मजा लाग्दैन नि फेरि ब्यानर छ ब्यानर कस्तो छ देखाउनु त आज कस्तरी आएको हेर यस्तोमा बसेर यतिले बादल भएपछि यस्तो हुनुपर्छ यतिको चाहिन्छ बटुकेले अहिले बटुका कट खान्छ जस्तो अहिले केले आएको बुन्डे बर्की बेल गाह्रो छ यसलाई पनि यार पर मन्दिर सन्दिर बनाइसक्यो अब चाहिँ फाइनली आइसक्यौँ होइन ऊपर हो यहाँ बाजुले चाहिँ खतरा कुदाइ राख्नु पर्छ आज राइसँग भयो होइन अनि एक सामान निकाल्दै हुन्छ यो कसको यो तिमीहरूको यो कमला पनि फ्रीमा ल्याएको बाजुले अनि यो निनीहरूको हेरौँ यो चाहिँ बाहिर सिङ्गो सो अब चाहिँ सन्डे जाले पेट्रोल किनेर ल्याउनु भएको रहेछ अनि त्यही हाल्दै हुन्छ भाइ यसरी गर न छिटो गर माले दुईटा मूर्ति यहाँ चाहिँ अझै के गर्दै हुन्छ रोटी पोल्दै हुँदो रहेछ सेलरोटीमा दुलो कसरी बनायो अझै चाहिँ बनाउँदै गर्नुहुन्छ अब म चाहिँ चल्दै गर्दा देखाउनु यहाँ चाहिँ अब यो दुईटा राख्दै हुन्छ अङ्कल यहाँनिर चाहिँ अझैले चाहिँ खतरा पारेर रोटी पकाउँदै हुन्छ कि डाडुले पकाउनु भएको पहिला पहिला त हातले हाल्नुहुन्छ त हातले नै हाल्छु नि हाल्नु त तर यहाँ भएन नि त ताई सानो छ कि यो रोटी नै कस्तो उयो बाबर उयो आएछ के भन्छ कस्तो दामी रोटी आएको छ मेरो बाबर आयो म गएको मलाई खानु मन लाग्यो त्यही हो अनि यहाँ अझैले पकाउँदै हुन्छ भरे खाने हो अनि यहाँनिर चाहिँ मन्दिरको चाहिँ ठिकठाक पार्दै हुन्छ होइन यहाँ हाम्रो भाउजू हुन्छ ठिक छ हाल खबर सन्चै छौँ उनीले दिएको पाउनेको हो कस्तो फेरि
खोल्न आउँछ नि खोले लग्नु ल ए आउँदो रहेछ भाइ त्यो देखा त ब्यानर कसैले के लेखेको छ सो गाइज होइन अनि अब चाहिँ यहाँ ब्यानर चाहिँ देखाउन आँटेको के रहेछ हेरौँ पाथिबाट देवी सु उयो हाल्नु न के थम्बनेलमा ल